महावीर पुनले सडकमा गरेको व्यवहार देख्दाखेरि छक्कै पर्ने, दङ्ग पर्ने, के गर्या होला जस्तो लाग्ने चाहिँ म मात्रै हो कि सबैलाई त्यस्तै हुन्छ? धकलेको छ, तपाईँ त नआउनुहोस् भनेको छ, ऊ त जा भनेको छ। के गर्या त्यस्तो? तपाईँकै प्रशंसकहरू हुन् सबैजना। तपाईँलाई भेट्न आएका हुन् सबैजना। तपाईँको किताब पढ्न चाहन्छन्, किन्न चाहन्छन्, कन्ट्रिब्युट गर्न चाहन्छन् माननीयज्यू। तपाईँसँग प्रभावित छन्। तपाईँले गरेका कामबाट हामी एकदमै प्रभावित छौँ, तर तपाईँको व्यवहार भएन। पुकी भनिदिए, सबैजना खुसी भइदिए, एहे भनिदिए, हाँस्दिए, दङ्ग पर्नु भएको छ। मन पराउँदैनन् सबैजनाले यस्तो व्यवहार। अलि राम्रो भएन। अलिकति उहाँको टिमले पनि सिक्नु पर्यो। एउटा कार्यक्रम काहीँ गर्नु भएको छ या किताब बेच्ने कुनै योजना छ भने त्यहाँ स्थानीय तहसँग प्रपरली अनुमति लिनु भएको छ कि छैन, लिनु भयो होला भन्ने मेरो अपेक्षा छ। लिनु भएको छ भने एउटा स्ट्रक्चर बनाउनुहोस्, एउटा सानो स्टल राख्नुहोस्, स्टलमा राखेर ठ्याक्क पालै पालो गर्न लगाउनुहोस् न किताब बेच्ने काम। र गर्छन् त राइटर्सहरूले सिग्नेचर गर्ने, फोटो गर्ने सबै गर्छन्, तर अलि व्यवस्थित भएन। चोकमा गरेछ, मान्छे जम्मा भएको छ टन्नै, हाहा हुहु गरेको छ, फोटो खिचेको छ। उहाँको ओहदा अनुसारको सम्मान पनि भएन र उहाँको व्यवहार पनि ओहदा अनुसारको भएन।